सेवारो सबैजनालाई सेवारो गुड मर्निङ होइन। म त भर्खर उठेको होइन, रातिको ड्युटी होइन। अनि खानासाना बनायो, खायो, 2-3 बजीतिर सुतिन्छ। बल्ल उठियो है साथी भयो, बल्ल उठियो होइन। के छ कसो छ अनि तपाईँहरूकोतिर के कस्तो छ? सन्चै आरामै हुनुहुन्छ होला। यतातिर त सबै ठिकठाकै छ भन्नुपर्छ होइन। अनि अहिले नेपालमा के कस्तो चलिरहेछ? हाम्रो मिसाइल डोजर मिसाइलहरू चलिराखेको होला, के कता के हुँदैछ जानकारीहरू पनि आएको छैन। के हो कसो हो हाम्रो बालेन सरकार होइन। तपाईँको सरकारमा अलिकति विश्वास त लागेको थियो, तपाईँको सरकार हेर्नु मन त थियो, तर सुकुम्बासीहरूले त ठिकै, तर हुकुमबासीहरू पनि अब हुकुमबासी सबै पो जाने भयो त होइन। खेर केही छैन, हाम्रो सुदन गुरुङ को चाहिँ कमब्याक हुन्छ कि भनेर ठुलो आशमा छु। हाम्रो चाहिँ मलाई चाहिँ सुदन गुरुङ एकदम मन परेको छ, किनभने एक्सन ओरिएन्टेड मान्छे हो। तर हाम्रो जगदीश खरेल के हो 3-4 महिनाको अनि 3-4 महिनाको सञ्चार मन्त्री भएर पनि त्यत्रो 30 अर्ब अनि झ्वाम अनि स्विजरल्यान्ड टाप यो त भएन नि त। इन्ट्रो पो हालेर हुन्छ कि समात्नु पर्छ, ल्याउनु पर्छ, अनुसन्धानमा ल्याउनु पर्छ है नेपाल सरकार।